दाइ मेरो यो ब्राज छ त्यो भनेर तिनीहरूले मलाई खुद देखाएकै छन् भनेको यसो गर्न मिल्छ भनेको घसार्दै घिसार्दै लिएर जाने यार यस्तो नि मिल्छ प्रहरीले आज दबदबा देखाउन खोजेको प्रहरीलाई हामीले अब आजबाट यो आन्दोलनबाटै हामीले के भन्न चाहन्छौँ भन्दाखेरि प्रहरीलाई हामीले बहिष्कार गर्छौँ केटीहरूलाई महिलाहरूको यो प्राइभेट पार्टमा छुने कुन कसले हक दियो त्यहाँ केटी पुलिसले समात्नु पर्ने हो नि त होइन केटा पुलिस लगाएर समातिरहेको छ महिलाहरूलाई अनि महिलाको प्राइभेट पार्टहरूमा छोएको छ कपडा च्यातिएको छ यार यसो गर्न मिल्छ पुलिसले जब हिजो नै हामीले शान्तिपूर्ण आन्दोलन गर्छौँ भनेर गृहमन्त्री ओम प्रकाशबाट जब यो डिएसपी उनीहरूकै अन्डरमा हो नि त यो भनेको यहाँ जति पुलिसहरू छ हो उनीहरूकै अन्डरमा छ नि त होइन अनि किन उहाँले बोल्न खोज्नु भएन भन्नु त उहाँले आदेश दिनुभएको भएर त समाते होला त होइन बिना यतिकै समात्न सक्छ भनेको उहाँ हो नि त मेन कमान्डर भनेको अब हेर्नु यहाँ बोल्न सकेको छैन उहाँहरू केटीहरूलाई तपाईँहरूले प्राइभेट पार्टमा हात लाउने भनेको त्यो उहाँले कसले राइट दियो क्या यस्तो भनेको त्यो कसैले कुन संविधानमा छ कि केटीहरूलाई के प्राइभेट पार्टमा छोएर भित्र हाल्ने भनेको त्यो नि बच्चाहरूलाई यार दुईटा त्यसो गर्न पाइन्छ भनेको दुईजना त बच्चाहरूले त मलाई त्यसको भिडियो मैले बनाएको छैन दाइ मेरो यो ब्राज छ त्यो भनेर तिनीहरूले मलाई खुद देखाएकै छन् भनेको यसो गर्न मिल्छ भनेको घसार्दै घिसार्दै लिएर जाने यार यस्तो नि मिल्छ प्रहरीले आज दबदबा देखाउन खोजेको प्रहरीलाई हामीले अब आजबाट यो आन्दोलनबाटै हामीले के भन्न चाहन्छौँ भन्दाखेरि प्रहरीलाई हामीले बहिष्कार गर्छौँ फेरि पनि हाम्रो यो महिला कुनै पनि साथी या हाम्रो दिदी बहिनीहरूलाई उहाँले हातपात लाउँदाखेरि हामीले उहाँको पहिला जुन चलेको थियो जुन यो झोलेहरूको काण्डमा जुन चलेको थियो यो पुलिस स्टेसन फेरि त्यही दोहोरिन नपरोस् यो म भन्न चाहन्छु यो हाम्रो यो पुलिसमा जति पनि छन् उहाँहरूलाई सबलाई भन्न चाहन्छु एजेन्जी तपाईँहरूलाई हामीले छोड्ने छैनौँ फेरि पनि यस्तो भयो भने हामी पक्कै उठ्छौँ जिन्जी एकसाथ भएर उठ्छौँ हामीले महिलाहरूलाई हामीले सुरक्षा पनि दिन्छौँ हामी आफै नै गर्छौँ उहाँले सक्नु हुँदैन सुरक्षा दिन भने हामी आफै रोडमा आएर सुरक्षा दिन्छौँ हट्नुहोस् तपाईँहरू प्रहरीको बर्दी खोलिदिनुहोस् केटीहरूलाई त्यसरी हातपात गर्ने हो तपाईँहरूले बच्चाहरूलाई स्कुल ड्रेसमा आएको बच्चाहरूलाई च्यात दिने ब्रा च्यात दिने यो गर्ने त्यो त भएन नि त तपाईँको यहीँबाट डिएसपी साहब त्यही हुनुहुन्छ बोल्न खोज्नु भएन भर्खर तपाईँहरूले हेर्नुभयो होला भागिराख्नु भएको छ उहाँ हामीसँग जब भिडियो देखाउँदाखेरि मैले समातेको छैन भन्दै हुन्थ्यो अगाडि जब मैले भिडियो नै प्रुफ देखाएपछि उहाँ भाग्नुभयो उहाँ अहिले पनि कहाँ भागि नै सक्नुभयो पुरै भागिसक्नुभयो नि यो छानबिन हुनु पर्यो भिडियो मैले सब भिडियो यो छानबिन हुनु पर्यो अनि यो जो दोषी छ जो पुलिस छ जसले गरे हो तिनीहरूलाई कारवाही हुनु पर्यो कठघरामा उभाउनै पर्यो तिनीहरूलाई जेनजी माथिको दमन हामीले सहन सक्दैनौँ जेनजी भन्दै अहिले हाम्रो जेनजीको जुन हामीले जेनजीकै नेतृत्वमा प्रधानमन्त्री पनि बनायौँ हामीले ओम प्रकाशलाई नि हामीले बनायौँ तर काम गरेको छैन तिनीहरूलाई त्यही ठाउँबाट हामीले खोजेर निकाल्न पनि हामीले सक्छौँ हामीले बनाएको हामीले निकाल्न सक्छौँ यहीँबाट मैले के आह्वान गरेँ भन्दाखेरि गृहमन्त्रीज्यू अनि प्रधानमन्त्रीज्यू तपाईँहरूलाई बनाउने भनेको हामी यो हाम्रो माथि नै तपाईँहरूले दमन गर्न खोजिराख्नु भएको छ भने फेरि पनि 23 र 24 गतिको जुन भएको थियो आन्दोलन फेरि दोहोरिन सक्छ तपाईँहरूले जुन ठाउँमा हामीले पुगेका छौँ त्यो ठाउँबाट तानेर निकालेर हामी पुरै लात निकालेर हामी यहाँ लिएर आउँछौँ तपाईँहरूलाई पनि यो भन्दै हाम्रो जति पनि जेनजीहरूलाई तपाईँहरूले समात्नु भएको छ तिनीहरूलाई पनि छोड्नु पर्यो हावाधरी केस लाएर तपाईँले कोही एकजनाले समातेको छ भाटबडी आगो लाएर आगो लाउनुमा एकजना मात्रै हो त्यो नि जेनजीको भाइले समातेको छ यार त्यो मात्रैले आगो लगाएको छ त्यसकोमा दोष दिएको छ अर्कोलाई दोष दिएको छ एकजना समातेको छ हजारौँ जना गएको थियो नि यार अनि जेनजी भन्दै अनि समात्दै भित्र छिराएको छ महिलाहरूलाई त्यसो गरेको छ त्यस्तो हामी सक्दैन यो दमन हामी सक्दैनौँ जसरी भए पनि यो एकाउन्टेबिलिटी हुनु पर्यो र दोषीलाई कारवाही पनि हुनु पर्यो यो यति नै हाम्रो माग हो यो भन्दै अब पुलिसहरूलाई नि के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूले सुरक्षा गर्न सक्नुहुन्छ भने गर्नुहोस् गर्न सक्नु हुँदैन भने तपाईँहरू जानुहोस् हामी नै हाम्रो सुरक्षा गर्छौँ हामी आफैले जेनजीले हाम्रो दिदी बहिनीहरू सबैले सुरक्षा गर्छौँ गर्दैनौँ केटाहरू हाम्रो दिदी बहिनीमा आयो भने हामी लड्न तयार छौँ हामी उठेर जसरी हुन्छ पोस्टबाट निकालेर थुतेर निकाल्न पनि सक्छौँ हामीले त्यो भन्दै भोलिको आन्दोलनमा पनि फेरि पनि यस्तो विवाद भयो भने भोलि हामीले कडा रूपमा हामीले आन्दोलन गर्छौँ हामीले जुन ठाउँमा तिनीहरूलाई पुऱ्याउँछौँ त्यही ठाउँबाट हामीले निकाल्छौँ पनि ल यति भन्दै धन्यवाद। पुलिसै नचाहिने सही कुरा